अनमोल केसीको चलचित्र जेरी अन टपले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक 15 गते शनिबारसम्मको आधिकारिक ग्रस कमाईमा जेरी अन टपले देशभर 10 करोड 51 लाख कमाएको बताइएको छ। सो अवधिमा यो फिल्मको 3,33,605 वटा टिकट बिक्री भएको बोर्डले बताएको छ। निर्माण पक्षले भने रिलिजको 15 दिनमा फिल्मले विश्वभर 15 करोड कमाई गरेको दाबी गरेको छ। फिल्मलाई दर्शकले रुचाएको कारण अहिले पनि देशभरका कयौं हलमा अहिले पनि हाउसफुल भइरहेको छ। सुयङ गुरुङ निर्देशित एडभेन्चर लभ स्टोरी जनराको जेरी अन टपमा अनमोलसँगै आचल शर्मा, जसिता गुरुङ मुख्य अभिनय रहेको छ। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्की, सुरक्षा पन्त लगायतको पनि अभिनय रहेको छ।